जोजलपा नमस्ते। आज पनि हामी उपस्थित भइसकेका छौँ समय सन्दर्भ लिएर। श्रोताहरू सबैलाई कार्यक्रममा स्वागत गर्छौँ। प्रविधि संयोजन मार्फत युनिक साक्य र म शङ्कर थापा। अनक मिडियाद्वारा प्रस्तुत गरिने यो समय सन्दर्भ, मैले आज कार्यक्रममा चार्टर डे अफ इन्स्टलेसन सेरेमोनी, यो भोलि एउटा कार्यक्रम हुँदैछ किर्तिपुरमा, त्यस विषयमा हामी आज कुराकानी गर्दैछौँ। रोटरी क्लब अफ किर्तिपुरका अध्यक्ष राज्य लक्ष्मी बैदारज्यूसँग हामी कुराकानी गर्दैछौँ। हामी उहाँलाई टेलिफोन सम्पर्क गरेका छौँ। अब म उहाँलाई यो भोलि किर्तिपुरको हिल साइड होटलमा हुने कार्यक्रमको बारेमा केही बताइदिनु न म उहाँलाई अनुरोध गर्दछु। समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। स्वागत गर्छु। सबभन्दा पहिले म उहाँलाई स्वागत गर्छु। राज्य लक्ष्मी बैदारज्यू, नेवा FM को यो समय सन्दर्भमा म यहाँलाई स्वागत गर्न चाहन्छु। धन्यवाद सर। यहाँहरूको कार्यक्रम भोलि हुने मैले एउटा निमन्त्रणा पनि पाएको छु। हिल साइड होटलमा भोलि हुने कार्यक्रम चार्टर डे एन्ड इन्स्टलेसन सेरेमोनी भनेर एउटा कार्यक्रम आयोजना गर्नुभएको रहेछ रोटरी क्लब अफ किर्तिपुरले। यस विषयमा केही बताइदिनुहोस् न श्रोताहरूलाई। यो चाहिँ हाम्रो रोटरी क्लब अफ किर्तिपुर भनेर हाम्रो नयाँ संस्था, किर्तिपुरको नयाँ संस्था स्थापना गरेको। हजुर। यो 5 महिना अगाडि नै यसको चार्टर सर्टिफिकेट आइसकेको थियो इन्टरनेसनली। तर यो कोभिडको कारणले हामीले यो कार्यक्रम स्थगित गरिरहेको थियो। अलिकति फिजिबल भएको भएर हामीले यो कार्यक्रम भोलि गर्न लागिरहेको छ। यो चाहिँ रोटरी एउटा संस्था हो जुन चाहिँ यो किर्तिपुरमा अहिलेसम्म स्थापना भएको थिएन। हाम्रो किर्तिपुरमा पनि यो रोटरी हुनुपर्छ भन्ने हाम्रो मनसायले चाहिँ हामीले स्थापना गरेको। भोलि चाहिँ यसको फर्मली हामी सबैले शपथ ग्रहण गर्छौँ र हामी फर्मली भोलि मेम्बर हुन्छौँ। जब त्यहाँ चार्टर प्रेजेन्टेसन हुन्छ त्यसपछि मात्र हामी चाहिँ एज अ मेम्बर रोटरियन भनेर चाहिँ भन्न पाउँछौँ। ए हजुर हजुर। अनि यो रोटरी क्लब किर्तिपुरमा चाहिँ पहिलो पटक भन्नुभयो? हजुर हजुर, रोटरी चाहिँ पहिलोपल्ट हो किर्तिपुरमा। हजुर हजुर। रोटरी क्लबको बारेमा नजान्ने हाम्रा श्रोताहरू त अलिक कमै होलान्, तैपनि कतिलाई के गर्छ रोटरी क्लबले भन्ने विषयमा अलिकति ज्ञान नहुन सक्छ। त्यो विषयमा अलिकति बताइदिनु न, छोटो। यो चाहिँ एउटा इन्टरनेसनल संस्था हो सर। हजुर। वर्ल्डकै सबैभन्दा लार्जेस्ट अर्गनाइजेसन हो। हजुर। त्यो चाहिँ सोसल एक्टिभिटिजमा इन्भल्भ हुन्छ र 7 एरियाजहरूमा चाहिँ काम गर्छ। विभिन्न हाम्रो लोकल एरिया र इन्टरनेसनल एरिया पनि यसले काम गरिरहेको हुन्छ। विशेषतः चाहिँ हामीले यो 7 एरियाजमा फोकस गरेर हामीले चाहिँ काम गरिरहेको हुन्छौँ। जस्तै चाहिँ यो इन्भाइरोमेन्टमा काम गर्छौँ, एजुकेसनमा काम गर्छौँ। त्यसले गर्दा चाहिँ हाम्रो एउटा सामाजिक दायित्व हामीले निर्वाह गरेको भन्ने हामीलाई पनि आत्मसन्तुष्टि हुन्छ। र यो चाहिँ सामाजिक कार्यको साथसाथै चाहिँ हामी आफ्नो पर्सनालिटी डेभलपमेन्ट हुनुको साथै हाम्रो लिडरसिप पनि डेभलप हुन्छ। संस्थामा लागिसकेपछि देश विदेश हामीले भ्रमण गर्ने अवसर मिल्छ र साथसाथै हामीसँग चाहिँ सबैभन्दा राम्रो चाहिँ हाम्रो धेरै राम्रो पिआर हुन्छ, पर्सनल रिलेसन एकजनासँग चिन्तान हुने, जसले गर्दा हाम्रो यो चाहिँ हामीले सोसल अर्गनाइजेसन भएको हुनाले सोसल एक्टिभिटिजमा इन्भल्भ हुनुको साथै हाम्रो आफ्नो पनि इन्डिभिजुअल डेभलपमेन्ट चाहिँ अन्तिम रूपमा डेभलप भइरहेको हुन्छ। हजुर। अनि अब भनौँ न, योभन्दा अगाडि पनि हामी सहकार्य गरेका थियौँ नेवा एफएमसँग। रोटरी क्लब अफ किर्तिपुरको सहकार्यमा एउटा मास्क वितरण, भनौँ तपाईँको मास्क खोइ भन्ने कार्यक्रम पनि हामीले आयोजना गरेका थियौँ है त्यतिखेर। त्यो कार्यक्रम पनि भव्य सफल भएको थियो। यहाँहरूको यस्तो कार्यक्रमले समाजमा निकै नै गुणात्मक असर पर्छ भन्ने मैले सोचेको छु, प्रभाव पार्छ भन्ने मैले सोचेको छु। शिक्षातर्फ चाहिँ के गर्नुभएको छ यहाँहरूले? अब भनौँ न यो रोटरी क्लबले। मैले क्वेसन बुझिनँ सर। शिक्षातर्फको अलिकति गतिविधि बताइदिनुहोस् न, यहाँहरूले गर्नुभएको कार्यक्रमहरूको। शिक्षाको भन्नुभयो? हजुर। मैले अलिकति क्वेसन बुझिनँ हजुरको साउन्डले। मेरो स्वर सुन्नु हुँदैन?
हेलो सुन्नुभयो रोटरी क्लबले गर्ने विभिन्न कार्यक्रमहरू छन् विभिन्न क्रियाकलापहरू गर्दै आएको छ सहर बजारमा कीर्तिपुरमा पनि यसको पाइला चालेको कीर्तिपुरमा पनि यसले हाँगा खोलेर पाइला चालेको यसले एकदम शुभ कार्य हो र शिक्षा सम्बन्धी चाहिँ रोटरी क्लबले के गरेको छ अहिले शिक्षा सम्बन्धी अहिले अब यो कोभिडले गर्दा हामीले कार्यक्रमलाई एकदमै तीव्र गतिमा अगाडि लान सकिरहेको अवस्था पनि छैन तर पनि हामीले भर्चुअली चाहिँ विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ अब रिसेन्टली हामीले चाहिँ बालबालिकाहरूलाई 12 देखि 18 वर्षको लागि टार्गेट गरेर वडाटोरी कन्टेस्ट अर्गनाइज गर्ने हामीले योजना बनाएका छौँ र साथसाथै इन्टरेक्ट रोट्राक क्लब पनि हामीले खोल्ने योजना छ यसमा चाहिँ डाइरेक्टली अहिले हालकोमा चाहिँ डाइरेक्टली शिक्षासँग इन्भल्भमेन्ट हुने खालको हामीले कार्यक्रम ल्याउन सकिएको छैन तर इन फ्युचरमा चाहिँ हामीले यसमा पनि निकै नै रुचिताका साथ हामीले अगाडि बढ्ने योजना राखेका छौँ सर र अहिले चाहिँ तत्कालै अब यो हाम्रो चार्टर डे पछि चाहिँ हामीले ओराटोरी कन्टेस्ट आयोजना गर्दैछौँ यो चाहिँ डाइरेक्टली नानीहरूको पर्सनालिटी डेभलपमेन्ट र लिडरसिप डेभलपमेन्टसँग रहेर चाहिँ हामीले यो कार्यक्रम गर्छौँ यो चाहिँ भर्चुअली नै गर्ने कार्यक्रम छ र नानीहरूलाई यसमा चाहिँ 12 देखि 18 वर्षको नानीहरूलाई 15 जना नानीहरूलाई हामी लिन्छौँ र उहाँहरूलाई क्यास प्राइज पनि वितरण गर्ने हामीले योजना बनाएका छौँ र यसले चाहिँ त्यसपछि हामीले नानीहरूको इन्टरेक्ट क्लब लगतै हामीले इन्टरेक्ट क्लब पनि खोल्ने हामीले योजना बनाएका छौँ सर हजुर यो बाल विकासमा यहाँहरूले गर्न थाल्नुभएको कार्यक्रम सफल होस् भन्ने म कामना गर्छु यो पक्कै पनि यो कोरोनाले गर्दाखेरि यहाँको कार्यक्रममा अलिकति ढिलाइपन आएको रहेछ र भावी योजनाहरू पनि बन्दै रहेछ अझ पनि हैन बन्दै छ यसको लागि म शुभकामना दिन चाहन्छु यो कार्यक्रम सफल होस् भनेर म शुभकामना दिन चाहन्छु अन्त्यमा जाँदा केही शब्दहरू हाम्रा श्रोताहरूलाई बोलिदिनु होला भोलिको कार्यक्रम बारेमा मेरो पर्सनल कुरा गर्दा व्यक्तिगत रूपमा म के भन्न चाहन्छु भने मानिसहरू चाहिँ सबैजनासँग पैसा होला नहोला तर मन चाहिँ ठुलो बनाउनु पर्छ हामी भोलिको दिनमा हामी नरहँदा पनि हामीले गरेको कार्यले चाहिँ हामीलाई सम्झिरहनु पर्छ भन्ने चाहिँ मेरो मान्यता छ र म अन्त्यमा जाँदा यहाँहरू सबैलाई हामी यसरी हाँसौँ कि सबैको ओठमा हाँसो छर्न सकौँ र यसरी मरौँ कि सबैजनाको मनमा पीडा राख्न सकौँ जसले गर्दा हामीलाई सम्झिराखोस् हाम्रो कृतिलाई सम्झिराखौँ यस्तो कार्य हामीले गर्न सकौँ भन्न चाहन्छु हजुर धन्यवाद भोलिको कार्यक्रम कस्तो हुन्छ एकपल्ट फेरि हामी जोडिने कोसिस गर्छौँ यहाँको कार्यक्रम त्यस पछाडि भविष्यमा पनि रोटरी क्लब अफ कीर्तिपुरसँग जोडिएर सहकार्य गर्ने हाम्रो योजना पनि छ आजको निमित्त म यहाँलाई धन्यवाद दिन चाहन्छु धन्यवाद सर मलाई आफ्नो भनाइ राख्ने मौका दिनुभयो थ्याङ्क यू सो मच धेरै धेरै धन्यवाद उहाँ हुनुहुन्थ्यो राज्य लक्ष्मी बैदार आजको लागि प्रविधि संयोजनमा युनिक साक्य र शङ्कर थापालाई बिदा दिनुहोस् नेवा एफएम सुन्दै गर्नुहोला नमस्ते शुभया